साजी नमस्ते, स्वागत छ तपाईलाई कार्यक्रममा। नमस्ते नमस्ते। गजबको पुल भयो यो त, खुलै नभइकन नि पुल रहेछ यो, राप्ती नदीमाथि बनाइएको भन्ने उल्लेख रहेछ रेकर्डमा चाहिँ। नदी कहाँबाट ल्याउनुहुन्छ अब नभएको नदी? पुल त बन्यो, अब नदी पनि आफै ल्याउने कि त्यहाँ त देखिँदैन नदी? नदी कहाँबाट ल्याउनुहुन्छ नदी? खतरा हान्नुहुन्छ रवि दाइले त। कसरी बन्यो जानकारी लिन खोजेको मैले तपाईँसँग, बताउनुहोस् न। तपाईँलाई आफैलाई त्यहाँ खोला थियो पहिला र अहिले खोला सुकेको हो कि के हो, अलिकति बताइदिनुहोस् न। त्यति मात्र खुला होइन, वहाँ एक किलोमिटर लामो पुलको आवश्यक छ मेरो हिसाबले। जुन पुल बन्यो 1 किलोमिटर नै पुल अरे चाहिने अरे। खोला हो त्यो। अलिकति स्पष्ट पारिदिनुहोस् न। जस्तो यो पुल तपाईँले जुन बनाउनु भयो त्यो पुल योभन्दा लामो हुनुपर्ने पुल हो कि आधी बनेर छोडेको पुल हो कि यहाँ खोला पहिला भएर अहिले खोला सुकेको हो कि? अलि तपाईँलाई जान्न मन लागेर तपाईँलाई अरू निकायसम्म सोध्नु नै छ, यो बारेमा बताउनुहोस् न। के थियो यहाँ पहिला सुरु गर्दा, कसरी बनाइयो? खोलै छैन, कसरी पुल बन्यो यहाँ? त्यही खोलैमा पुल थियो के, अहिले पनि खोलैमा पुल छ। त्यो पुरै खोला हो। खोइ त खोला कहाँ छ त खोला? खोइ त खोला कहाँ छ त खोला गाइस, कहाँ छ खोला? अब तपाईँ गएर हेर्नु साइटमा, तब थाहा हुन्छ। यो समझ्ने कुरा होइन। खोला छ त्यहाँ त्यसो भए? एकदम छ। अनि यो कसरी बनेको त पुल? अहिले त अहिले टेलिभिजन हेर्न मिल्छ तपाईँले, तपाईँको घरमा अथवा जहाँ हुनुहुन्छ त्यहाँ टिभी खोल्न मिल्छ भने एकचोटि टिभी खोल्नुहोस् न, मलाई बताइदिनुहोस् न। म दृश्य पनि देखाएको छु, अनि मलाई एक एकवटा गर्दै भनिदिनुहोस्। दर्शकहरूले पनि भन्नुहुन्छ कहाँबाट तर्ने, खोइ खोला कसरी उक्लिने, बाटो हो कि त्यो मोटर बाटो हो कि मान्छे हिँड्ने बाटो हो? लामो ढिस्को जस्तो छ, टिभीमा देखाइरहेको छु, कतै देखिँदैन। के हो, अधुरो हो कि पुरै हो कि? साइडबाट गाडीहरू हिँडिरहेका छन्, मान्छे साइडबाट हिँडेको छन्। खोला त चाहिएला पुल बनाउनलाई कि भविष्यमा खोला आउँछ भनेर बनाएको हो कि पहिला थियो पछि बाढी आउँछ त्यतिखेरको लागि होला? सुकेको हो कि आधी पुल हो कि अधुरो काम हो कि? अलिक बुझिनँ मैले। यसमा यसलाई रोक्ने पनि कुरा भएको थियो अरे नि त, यो त गलत ठाउँमा भयो, कुनै यसको त कुनै प्रयोग पनि भएन भन्ने भयो। ठाउँमा भएन, ठाउँ त एकदम ठिकै थियो। त्यहाँ अलरेडी पहिला पुल थियो, काठे पुल थियो, झुलङ्गे पुल थियो। त्यसलाई बगाएर पल्टाएर तब आरसीसी पुल बन्यो त्यहाँ। भनेको खोला थियो पहिला, नदी त्यहाँ थियो, तर त्यो थियो होइन, छ, अहिले पनि छ। कहाँ छ? खोइ त कहाँ छ? देखिएन यहाँ टिभीमा खिच्दा, आज भर्खर खिचेको भिजुअल हो, कहाँनिर छ देखिएन। अलि पर त छ, तर त्यहाँ त छैन, धेरै पर छ। त्यही खोलै हो त्यो। अनि प्रयोग। साजी नमस्ते, स्वागत छ। कुनै मनपर्ने एउटा गीत छातीमाथि